नमस्ते सम्पूर्णमा फेरि पनि एउटा सानो भिडियो लिएर आएकी छु म। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला। यदि तपाईहरुलाई मन पर्छ भने कमेन्ट पनि गर्नु होला अनि लाइक पनि गरिदिनु होला। कस्तो जोरले पानी परिरहेको थियो। हामी चाहिँ यहाँबाट महेन्द्रनगर गइरहेको थियौं क्याम्पसमा। हाम्रो चाहिँ फर्म भर्नुपर्ने छ, त्यही भएर मेरो साथी पनि आइसकिन्। त्यसपछि हामी चाहिँ अर्को साथीको वेटमा थियौं। गाडी पनि आइरहेको थियो। उहाँ चाहिँ गाडीमा आइराख्नु भएको थियो अनि यो गाडीले पनि हामीलाई क्या भनेर बोलाए हामी जान्नम भनेको त्यो पनि गयो। अनि अर्को सानो च्यान्तेको गाडी आयो, उसले पनि आइजान भनिरहेको थियो, नगएको हामीलाई गाली दिन्छ। अनि यहाँ साउनमा व्रत बस्नु भएको दिदी बहिनीहरु चाहिँ पूजा गर्न जान लाग्नु भएको थियो। मैले उहाँहरुको पनि भिडियो लिए। त्यसपछि गाडी आउँदैन। हामी वेट गर्दै थाकिसक्यौं। 9:30 बजेदेखि वेट गर्न लाग्यो अनि बल्ल बल्ल आयो 10 बजे गाडी। अनि हामी चाहिँ सररररररररर बसेर महेन्द्रनगरतिर हिँड्यौं। अनि मैले चाहिँ अत्तरिया पुगेपछि भिडियो बनाएँ अनि भिडियो बनाइरहेको थिएँ। अब महेन्द्रनगर कतिखेर आउँछ हामी गाडीमा बसेर वाक्क भइसक्यौं। ढाड पनि दुखिहाल्यो बस्दा बस्दा। आउँदैन त कतिखेर आउँछ भन्छौं, आउँदैन त कतिखेर आउँछ। बल्ल बल्ल शुक्ला फाटा वन्यजन्तु आरक्ष चाहिँ पुग्यौं। अनि त्यसपछि त्यहाँ हामी एउटै जनावर देख्दिनौं। के हो त कस्तो हो जनावर देखिनन् भनेको। अनि बल्ल बल्ल 2-3वटा गाई मात्रै देख्यौं। वन्यजन्तु आरक्षमा पनि कुनै पनि जनावर देखिनौं। अनि कतिखेर पुग्छौं भनेर फेरि आत्तिसक्यौं हामी। कतिखेर आउँछ भनेर म चाहिँ भिडियो गराइछु महेन्द्रनगर आउँदैन भनेर। हामी बल्ल बल्ल पुग्यौं। त्यसपछि अलिअलि सास आयो। अनि हेर्नुस् न हामी कहाँ पुगिसक्यौं, बस पार्क पुग्यौं। त्यसपछि बस पार्कबाट गाडीबाट ओर्लिसकेपछि हामीलाई चाहिँ गड्डा चौकी जाने, कोही कहाँ जाने भन्छ, आइजाउ न अटोमा भनेर बोलाउँछन्। हामी चाहिँ हैन, हामी जान्नौं, हाम्रो यहाँनिरै हो, हामी हिँडेर गइहाल्छौं भनेर यसो यताबाट गएको उताबाट जाने बाटै नपाएर फेरि रिटर्न फर्केर त्यही बाटो हामी जान लाग्यौं क्याम्पसतिर। अब क्याम्पसतिर जान लागेपछि यताउता बाटो देखाइदिनु पर्यो साथीहरुलाई पनि। कसैले नदेख्नु भएको होला, कसैले देख्नु भएको होला। त्यसपछि म चाहिँ महेन्द्रनगर बजार देखाउन थाले। लौ जा, त्यहाँ आइसक्रिमको ठेला पनि थियो, त्यो ठेला पनि देखाएँ मैले। अनि सोमबारको अब फर्स्ट व्रत। अनि यता चाहिँ फलफुलहरु बेचिराख्नु भएको थियो, काँक्रा केरा आँपहरु, त्यो पनि मैले देखाएँ। अनि डोको डालो सुप्पो के पो देखियो, त्यो पनि मैले देखाएँ। अनि त्यसपछि हामी चाहिँ पुग्यौं मन्दिरतिर। अनि मन्दिरमा पनि पूजा गर्न आउनुहुने उहाँहरु फोटो खिचाइराख्नु भएको थियो। अनि म चाहिँ ट्याक्क बाटोमा एउटा मान्छे बस्या रहेछ। हामी चाहिँ अब जान लाग्यौं क्याम्पसतिर। अनि क्याम्पस जाने बाटो चाहिँ पुरै लेहिलो के। हामीलाई जान कस्तो डर भयो, हेर्नु न पुरै लेहिलो। अब यस्तो भित्र छ क्याम्पस चाहिँ, हेर्नु न कस्तो भित्र छ मेन रोडदेखि। अनि हामी चाहिँ गइरहेको थियौं। अब क्याम्पसको अलिअलि भिडियो त देखाइदिनु पर्यो। त्यसपछि मैले त्यो भिडियो पनि लिइरहेको थिएँ। अनि कसले लिन्छ, आफै लिने, आफूलाई देखाउने मान्छे छैन। आफूले पनि यताउता मोबाइल फर्काएर देखाइदिनु पर्यो। अनि हामी चाहिँ पुग्यौं क्याम्पसको गेट। त्यसपछि भित्र पस्यौं। अब हाम्रो चाहिँ इन्ट्री भयो शारदा विद्यापीठ। त्यसपछि हामीलाई यस्तो टाढाबाट यात्रा गर्दा पिसाब लागिसकेको थियो। हामी चाहिँ गयौं टोयलेट। अनि मैले देखाएँ हाम्रो क्याम्पसको यस्तो राम्रो सुन्दर गार्डन। अनि त्यसपछि हामी चाहिँ फर्म भर्नतिर लाग्यौं माथि। अनि मैले माथिबाट फेरि भिडियो गराएँ। म चाहिँ कस्तो गलिसके थाकेछु के, तिर्खा लागेको थियो। अनि त्यसपछि फेरि हामी हाम्रो काम सकेर रिटर्न भइरहेछ। म रिटर्न भइसकेपछि एउटा बुक पनि थिएन, बुक पनि लिन जानु पर्यो। हामी चाहिँ गयौं नेहा पुस्तक पसलतिर लाग्यौं। अनि म चाहिँ महेन्द्रनगर बजार देखाइदिउँ त साथीहरुलाई भनेर भिडियो गराएँ। त्यसपछि हामी पुग्यौं पुस्तक पसल। अनि पुस्तक पसलमा अब सामानहरु त्यो बुकहरु किनिसकेपछि हामीलाई लाग्यो भोक। अनि यस्तो दिनभरि भोकै बसेको। अनि भोक लागिरहेको थियो जोरदार। अनि पुस्तक पसलवाला अंकललाई सोधेको कहाँ पाइन्छ राम्रो खाजा।
अनि अङ्कलले भन्नुभयो कि दमदार बाइट्स जानुहोस्, वहाँ चाहिँ एकदम राम्रो मिठो खाजा पाइन्छ। अनि हामी चाहिँ छिर्यौँ दमदार बाइट्सतिर। अनि यस्तो राम्रो रहेछ त्यो दमदार बाइट्स। हामी चाहिँ भिडियो लियौँ अनि मेरो साथीहरूको पनि इन्ट्री गराइदिएँ मैले। उहाँहरूले चाहिँ हाई गरिराख्नु भएको थियो, यसो भिडियो चाहिँ लिनु परेन नि त, यस्तो राम्रो ठाउँमा गइसकेपछि। मैले पनि सानो एउटा भिडियो बनाएँ, हिँडेको यसो मात्रै यताउता हल्लेको। अनि यसो गर्दा गर्दै हाम्रो चाहिँ आइसक्यो खाजा। अनि त्यसपछि हामी चाहिँ वेटमा छ, मैले आएकै छैन, प्लेट मात्रै दिनुभएको थियो। अनि चटनीवाले चाहिँ टेस्ट गरिहाल्नुभयो कस्तो छ भनेर। मैले दहीको चटनी हो भनेको। अनि हाम्रो चाहिँ आयो कम्बो सेट। हामी चाहिँ भेजिटेरियनवाला पऱ्यौँ। अनि भेजिटेरियनवाला त्यसमा चाहिँ चिल्ली मोमो, फ्राई मोमो, अनि राइस, अरू के पापड हुने रहेछ। अनि त्यो चाहिँ मगाएको। एउटा बर्गर पनि थियो। हामीले सबै खानेकुरा टेस्ट गऱ्यौँ, यस्तो मिठो रहेछ। हामी चाहिँ भोकाएको मान्छे ग्वाम कि ग्वाम खान थाल्यौँ सबैजना, 3 टी मिलेर हामी चाहिँ खायौँ। झराम झुरुम घराम कुरुम सबै खाइदिएर त्यसपछि रमाइलो गर्दै कतातिर जान लाग्यौँ न, घरतिर। अब खानु पर्यो, देखाउनु पर्यो, तपाईँहरूलाई पनि देखाइदिउँ भनेर यसो भिडियो पनि लिएँ सानो। त्यो पिज्जा पनि अर्डर गरेको, पिज्जा चाहिँ खासै त्यस्तो टेस्टी थिएन। अनि हामीले चाहिँ खानै सकेनौँ, अनि प्याक गरेर घरतिर ल्यायौँ। अनि हामी चाहिँ खाजासाजा खाइसकेपछि अब कपडा हेर्नु पर्यो, साथीलाई कपडा लिन मन लागेको थियो। अनि हामीहरू चाहिँ हेर्दै आइरहेको थियौँ। अनि पुग्यौँ तेजु कलेक्सन। त्यसपछि एउटा राम्रो सुट माथि अगाडि टाङ्ग्या रहेछ। अनि त्यो चाहिँ मन पर्यो। अनि हामी भित्र छिर्यौँ। अनि साथीले चेक गर्नुभयो, अब बसेर पनि चेक गर्नु पर्यो, अरे कुर्ता टाइट भयो, उहाँलाई चाहिँ थाहै छैन म भिडियो गरिरहेको छु भनेर। त्यसपछि कपडा किनिसकेपछि हामी चाहिँ लाग्यौँ घरतिर। अनि गाडी खोजिरहेछौँ, 1505 कता छ बल्ल बल्ल भेटियो। त्यसपछि गाडीमा बसेर सरर हामी लाग्यौँ घरतिर।